चुनाव आयो कि घोषणापत्रको बाढी नै आउँछ होइन त? तर ती मोटो किताबहरूमा लेखेका कुरा कि ती साँच्चै देशको भविष्यको नक्सा हुन् त? आज हामी नेपाली कङ्ग्रेसको घोषणापत्र पल्टाएर हेर्दैछौँ। यसले कोरेको नयाँ नेपालको तस्विर आखिर कस्तो रहेछ? आउनुहोस् गहिराईमा पुगेर बुझौँ। यो घोषणापत्रको मुटु नै यही नारा हो, समृद्ध नेपाल, सम्मानित नेपाली। सुन्दा त एकदमै राम्रो लाग्छ, तर के यो नारा मात्र हो त? वा यस पछाडि साँच्चै कुनै ठोस योजना छ? ल, अब यसको हरेक पाटोलाई चिरफार गरेरै हेरौँ। आजको हाम्रो चर्चा 5 भागमा हुनेछ। सुरुमा उनीहरूको नयाँ भिजन के हो त्यो बुझ्नेछौँ। त्यसपछि शासन, अर्थतन्त्र र समाज, यी 3 खम्बाहरूको बारेमा कुरा गर्नेछौँ। अनि अन्त्यमा यी सबै सपनालाई कसरी साकार पार्ने रे त्यो योजना पनि हेर्नेछौँ। ल, पहिलो खण्ड सुरु गरौँ। घोषणापत्रमा एउटा नयाँ शब्द प्रयोग भएको छ, कङ्ग्रेस 2.0। अब यो भनेको के हो त? यसको मतलब पार्टीले आफ्नो पुरानो विरासतबाट माथि उठेर आजको नयाँ जमाना अनुसार आफूलाई बदल्न खोजेको सङ्केत हो। भनौँ न, निरन्तरतामा नवीनता खोज्ने एउटा प्रयास। फेरि यही नारामा फर्क्यौँ, समृद्ध नेपाल, सम्मानित नेपाली। किनकि यो घोषणापत्रको हरेक पन्नामा यही कुरा भेटिन्छ। यो एउटा कम्पास जस्तै हो, जसले सबै योजनालाई बाटो देखाउँछ, चाहे त्यो सुशासनको कुरा होस् वा अर्थतन्त्रको। लक्ष्य एकदमै सिधा छ, देशलाई समृद्ध बनाउने र हरेक नागरिकलाई सम्मानित महसुस गराउने। अनि उनीहरूले के भनेका छन् भने यो केवल एउटा चुनावी दस्तावेज मात्रै होइन रे, बरु यो त एउटा साझा राष्ट्रिय सपना हो, आधुनिक र समृद्ध भविष्यको लागि। यसलाई एउटा पार्टीको एजेन्डाभन्दा पनि सबैले मिलेर पूरा गर्ने लक्ष्यको रूपमा प्रस्तुत गरिएको छ। ल, अब पहिलो र सायद सबैभन्दा महत्त्वपूर्ण खम्बाको कुरा गरौँ, शासन प्रणालीमा सुधार। किनभने घरको जग बलियो भएन भने त महल खडा हुन सक्दैन होइन र? हो, घोषणापत्रले त्यही जग अर्थात् हाम्रो शासन प्रणालीलाई सफा र बलियो बनाउने कुरालाई पहिलो प्राथमिकतामा राखेको देखिन्छ। यहाँ मुख्य समस्या के हो भनेर किटान गरिएको छ। जताततै गहिरोसँग जरा गाडेर बसेको भ्रष्टाचार र राजनीतिक हस्तक्षेप। यसले गर्दा प्रणालीमाथिको विश्वास नै गुमेको छ। हो, घोषणापत्रले यही गुमेको विश्वास फर्काउने कुरालाई आफ्नो पहिलो चुनौती मानेको छ। अब समाधान के त? केही निकै ठूला र साहसिक कदमहरूको प्रस्ताव गरिएको छ। जस्तै 2047 साल यता सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्ने, 1 वर्षभित्रै स्वार्थ बाझिने कानून ल्याउने, अनि आफ्नो मान्छेभन्दा पनि कामको मान्छेलाई नियुक्ति दिने, मतलब योग्यता प्रणाली लागू गर्ने। यी सबैको अन्तर्य एउटै देखिन्छ, प्रणालीलाई फेरि जवाफदेही बनाउने। यहाँ एउटा एकदमै नयाँ र चाखलाग्दो कुरा छ, जुन सायद धेरैले सोचेका पनि थिएनन् होला। सरकारलाई नै ब्लकचेन प्रविधिमा लैजाने? सुन्दा कुनै हलिउड फिल्मको कथा जस्तो लाग्ला, तर होइन। यो उनीहरूको एउटा प्रमुख डिजिटल वाचा हो। यसले सरकारी काम कारबाहीमा पारदर्शिता र सुरक्षाको क्षेत्रमा ठूलै क्रान्ति ल्याउन सक्छ भनिएको छ। अब धेरैलाई लाग्न सक्छ, यो ब्लकचेन आखिर हो चाहिँ के? सोझो भाषामा बुझ्दा यो एउटा यस्तो डिजिटल डायरी हो जसमा एक पटक केही लेखेपछि त्यसलाई मेटाउन, केरमेट गर्न वा बदल्न लगभग असम्भव हुन्छ। सोचौँ त, जग्गा पासदेखि लिएर सरकारी ठेक्कापट्टासम्म सबै कुरा यसमा रेकर्ड भयो भने भ्रष्टाचार गर्ने ठाउँ नै कहाँ रह्यो र? यसको सोझो फाइदा हामीलाई के हुन्छ त? अब सरकारी अफिसमा गएर घण्टौँ लाइन बस्नु परेन। एउटै नागरिकताको फोटोकपी 10 ठाउँमा बुझाउनु परेन। अनि सबैभन्दा महत्त्वपूर्ण, हाम्रो डाटा सुरक्षित हुने भयो। यति मात्रै होइन, 1 वर्षभित्रै नेपाललाई वित्तीय ग्रे लिस्टबाट हटाउने वाचा पनि छ। यसो हुन सक्यो भने विदेशी लगानी र व्यापार गर्न धेरै सजिलो हुन्छ। ल, शासनको कुरापछि अब दोस्रो खम्बातिर लागौँ, आर्थिक छलाङ। यो खण्डमा देशको अर्थतन्त्रलाई कसरी तीव्र गतिमा अगाडि बढाउने भन्ने कुरा छ। भनौँ न, देशको ग्रोथ इन्जिन। यहाँ लक्ष्यहरू निकै महत्त्वाकांक्षी देखिन्छन्। प्रति व्यक्ति आयलाई बढाएर $2500 पुर्याउने र देशको कुल अर्थतन्त्रलाई 115 खर्बको बनाउने। यो भेरू नम्बर मात्रै होइन, यसको सोझो अर्थ हो हरेक नागरिकको जीवनस्तरमा सुधार ल्याउने एउटा ठूलो वाचा। ल, अब एउटा अवस्था सोचौँ। कसैसँग एकदमै राम्रो बिजनेस आइडिया छ, तर सुरु गर्न पैसा छैन। यस्तो अवस्थामा के गर्ने? हो, घोषणापत्रले ठ्याक्कै यही समस्याको समाधान खोजेको छ। नयाँ आइडिया भएका युवाहरूलाई उनीहरूको प्रोजेक्ट नै धितो राखेर 5 लाखदेखि 50 लाख रुपैयाँसम्म सुरुवाती पुँजी दिने कुरा उल्लेख छ। अनि यो पैसा मात्रै दिएर छोड्ने कुरा पनि होइन रहेछ।
100 डेज अफ बिजनेस इन्क्युबेसन भन्ने कार्यक्रम छ, जसमा नयाँ उद्यमीहरूलाई 100 दिनसम्म तालिम दिने, कम्पनी दर्ता गर्न सघाउने र चाहिने सल्लाह सुझाव दिएर पूर्ण रूपमा गाइड गर्ने योजना छ। अब व्यापार व्यवसाय गर्न र लगानी भित्र्याउन कस्तो वातावरण बनाउने त? केही ठूला वाचाहरू छन्, जस्तै इकोनोमिक चार्टर ल्याउने रे, जसको मतलब 10-15 वर्षसम्म आर्थिक नीतिहरू फेरबदल नहुने, सरकार जोसुकैको आओस् लगानीकर्ता ढुक्क हुन सक्ने भए, अनि कर घटाउने र भन्सारलाई पुरै डिजिटल बनाएर व्यापारलाई सजिलो र छिटो बनाउने कुरा पनि छ। ल, अब तेस्रो र अन्तिम खम्बाको कुरा गरौँ, भविष्यका लागि तयार समाज। यसले देशको सबैभन्दा ठूलो पुँजी अर्थात् हामी नागरिकमा लगानी गर्ने कुरा गर्छ। शिक्षाको कुरा गर्दा अब पुरानो घोकन्ते प्रणालीलाई विदा गर्ने बेला आयो भनिएको छ। अबको शिक्षा स्टिममा आधारित हुनेछ, मतलब साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, आर्ट्स र म्याथ्स। अब स्कुलहरूमा किताबी ज्ञान मात्र होइन, सोच्ने क्षमता बढाउने कोडिङ, एआई र रोबोटिक्स जस्ता भविष्यका लागि चाहिने कुराहरू सिकाइनेछ। अनि डिग्रीको सर्टिफिकेट मात्रै बोकेर हिँड्ने होइन, हातमा सिप पनि हुनु पर्यो। त्यसका लागि डिग्री प्लस कार्यक्रमको कुरा छ, जहाँ पढ्दै गर्दा इन्टर्नशिप अनिवार्य हुनेछ। अनि बजारमा जेको माग छ त्यही अनुसारको छोटो अवधिको तालिम अर्थात् स्किल बुट क्याम्प चलाउने योजना पनि रहेछ। अब स्वास्थ्यको कुरा गरौँ। घोषणापत्रको यो एउटा लाइनले धेरै कुरा भन्छ। स्वास्थ्य दान होइन, स्वास्थ्य सुरक्षा हो। गुणस्तरीय स्वास्थ्य राज्यको दायित्व हो। यसले के देखाउँछ भने स्वास्थ्य सेवालाई दया वा परोपकारको रूपमा होइन, नागरिकको नैसर्गिक अधिकार र राज्यको प्रमुख जिम्मेवारीको रूपमा लिएको छ। अहिलेको अवस्था कस्तो छ भने हामी बिरामी पर्दा लाग्ने खर्चको आधाभन्दा बढी, मतलब 57% आफ्नै खल्तीबाट तिर्न बाध्य छौं। यो घोषणापत्रले यही अवस्था बदल्ने वाचा गरेको छ। कसरी? देशको कुल बजेटको 10% हिस्सा स्वास्थ्य क्षेत्रमा छुट्याएर, ताकि उपचारको आर्थिक बोझ नागरिकको काँधमा नआओस्। खैर, यति धेरै राम्रा कुराहरू सुनिसकेपछि मनमा एउटा प्रश्न त अवश्य आउँछ, यी सबै महत्त्वाकांक्षी योजनाहरू पुरा चाहिँ कसरी हुन्छन् त? कागजमा त राम्रो देखियो, तर कार्यान्वयन कसरी? ल, अब अन्तिम खण्डमा यही कुरा हेरौँ। यी योजनाहरूलाई कागजमा मात्रै सीमित नराख्न एउटा प्रष्ट रोडम्याप पनि देखाइएको छ। यसका लागि 100औं नयाँ कानुनहरू छिटोभन्दा छिटो बनाउने, अरू पार्टीहरूसँग पनि मिलेर संवैधानिक सुधार गर्ने, अनि सरकारी ठेक्कापट्टामा सबैभन्दा सस्तोलाई होइन कि सबैभन्दा गुणस्तरीय कामलाई प्राथमिकता दिने गरी नियम नै बदल्ने कुरा छ। यो घोषणापत्रले 100औं वाचाहरूको एउटा लामो सूची नै अघि सारेको छ, एउटा बृहत सपना देखाएको छ। तर एउटा प्रश्न सोच्न लायक छ, यी 100औं वाचाहरूमध्ये कुन चाहिँ एउटा वाचा मात्रै पूरा हुन सक्यो भने पनि त्यसले नेपालको भविष्यलाई साँच्चीकै कायापलट गर्न सक्ला? यही प्रश्नमाथि विचार गर्न छोड्दै आजको यो विश्लेषणलाई यहीँ बिट मारौँ।